दर्शकबिन नमस्कार। हर्क साम्पाङले राजसभालाई चुनावमा जमानत जफत गर्ने भनेपछि वरिष्ठ अधिवक्ता यज्ञमणि नेउपानेले के भन्नुहुन्छ त? उहाँले हर्क साम्पाङसँग त चुनाव लड्छु भनेर आउनु भएको छ। वरिष्ठ अधिवक्ता यज्ञमणि नेउपानेले के भन्दै हुनुहुन्छ उहाँको एकचोटि यो कुरा सुनौँ र कस्तो लाग्छ तपाईँहरू तल गएर कमेन्ट गर्नु है त साथीहरू। त्यो कमेन्टको रिप्लाई आउँछ, कस्तो तपाईँहरूलाई लाग्छ त्यस्तै कमेन्ट गर्नु होला है त साथीहरू। हर्क सम्पाङले बढारी दिएलान् फेरि त्यहाँ जानु भएको छ, देख्नु भएको छ त? जमानत जफत गर्ने रे तपाईँहरूको त। मैले हर्क दाईको बारेमा म कहिल्यै पनि नेगेटिभ कुरा गर्दिनँ। उहाँले जति भन्नुभयो भने पनि आई लभ यु दाई। ए हर्क सम्पाङलाई आई लभ यू, आई लभ यू। हर्क सम्पाङले तपाईहरुलाई हानेको बढाउनुहुन्छ तपाईलाई, उडाइदिनुहुन्छ, फु गरेर उडाइदिने रे। सुन्नु न, हर्क दाईले जे भने पनि म कहिले गाली पनि गर्दिनँ, कहिले रिसाउँदा नि रिसाउँदैन हैन, भन्न पाइन्छ नि त। त्यहाँ गएर भेटेर के गर्नुहुन्छ? भेट्यो भने दाईलाई नमस्ते गर्छु सधैँ, आजसम्म गरे हो। अहिले भन्नुहुन्छ भने तपाईहरुलाई त नेगेटिभ बनाउँदै गयो भने सुन्नु न, मैले एउटा कविता पढ्या छु, म मेरो शत्रुलाई पनि फुल हान्छु भन्ने त कविता पढेर हुर्क्या। म एउटा यस्तो मान्छे हुँ, मैले एउटा मात्रै मान्छेको नाम लिएँ नि, खड्गप्रसाद ओली। त्यो चाहिँ किन ल्या? ऊ व्यक्ति होइन, प्रवृत्ति हो। उसका कारणले गर्दा यो देश बदनाम भयो। अब अरू व्यक्ति भने व्यक्ति हुने, हेर्नुहोस्, व्यक्तिका राम्रा नराम्रा हुन्छन्। आज बोलिया कुरा भोलि गलत बोलिएछ भने कुरो त यसो रहेछ भन्ने हुन्छ। समय सापेक्ष परिवर्तन हुन्छ।